हेलो साथीहरू नमस्ते तपाईँहरूलाई हाम्रो ब्लगमा स्वागत छ। आज मैले चिकन अचार बनाउँदैछु। अनि यता दादाले चिकन काटिरहेको छ, अनि उता बहिनीले हेरिरहेको छ। अनि चिकन काटेर रेडी भयो। यो चाहिँ 2 किलो के साथीहरू, अनि त्यही भएर यत्तिको भयो। अब हामीले प्यान ततायौँ, त्यसपछि तेल पनि हालेर तेल पनि तातिरहेछ। अनि त्यसपछि तातिसकेपछि चिकनलाई पनि अनि हामीले सानो सानो गरेर हाल्दै गयौँ। अनि त्यसपछि चिकन पनि अब पाक्न लाग्छ। अनि त्यति बेला चाहिँ अब छोरीलाई भोक लाग्यो, अनि त्यसपछि दुध पनि बनाए। दुध खुवाउनु पर्यो, अनि यता चाहिँ चिकन पाक्दै गर्छ, उता चाहिँ छोरीलाई दुध खुवाउँदैछु। अनि त्यसपछि अब के भन्ने, मामु भएपछि यस्तै हो। अनि त्यसपछि अब चिकन पनि यता हेर्दै गरिरहेको छु, पाक्यो कि पाकेन भनेर हेर्दै गर्दा अलि रातो भएछ। त अब चाहिँ रेडी भयो होला भनेर सोचिरहेको छु। तर अब रेडी भइसक्यो। अनि यत्तिको भइसकेपछि निकालेर यस्तो देखियो है, खाउँ खाउँ लागेन त। अनि हेर्दैमा खाउँ खाउँ लागेन साथीहरू। अनि अब यसको लागि चाहिने इन्ग्रिडियन्ट्सहरू मैले चाहिँ यसमा मसलाहरू चाहिँ लसुन फुटाउँछु तेलमा। अनि त्यसपछि जिरा, धनियाँ, टिमुर, तोरी अनि अलिकति खुर्सानी। मैले चाहिँ अब यो मसलालाई चाहिँ मैले फ्राई गर्छु। अनि त्यसपछि चाहिँ अनि मिक्सरमा पिस्नेछु साथीहरू। अनि त्यसपछि अचारमा हाल्ने गर्नेछु। त्यही भएर अनि अब मैले लसुन तेलमा तारेँ। अब यत्तिको रातो भएपछि चाहिँ मासुमा हाल्दा अलि मिठो हुन्छ के, स्वाद मिठो हुन्छ। अदुवा पनि हाल्नुपर्छ, तर मलाई अदुवा चाहिँ मन पर्दैन कि साथीहरू। अब हेर्नुहोस्, सब मसलाहरू मिक्स गरिसकेपछि यस्तो बन्छ अचार है। ओहो, खाउँ खाउँ लाग्ने बनिसक्यो नि त साथीहरू। हेर्नुहोस् त कस्तो मिठो ट्वाक्क छ कि साथीहरू। देख्दैमा खाउँ खाउँ लाग्यो कि लागेन साथीहरू। वाउ भनेको छ नि त साथीहरू, अचार त कस्तो मिठो छ नि। अनि त्यसपछि यत्तिको भयो, 2 किलो अचारको चाहिँ यति भयो है साथीहरू पाकिसकेपछि। अनि त्यसपछि मैले एउटा सिसाको बट्टामा हालेँ। अनि त्यसपछि अलिकति प्लेटमा पनि हालेको छु। हेर्नु साथीहरू कस्तो मिठो भएको छ नि, वाउ। अनि मैले बुढालाई पनि टेस्ट गर्नु त ल बुढा अब भनेर भनेको। अन्त बुढाले पनि खाँदै हुनुहुन्छ। अन्त बुढाले वाह कस्तो मिठो बनाएको भनेर हेर्नु त भन्दै हुनुहुन्छ क्या बुढाले। मिठो छ बुढी, मिठो छ भनेर भन्दै हुनुहुन्छ उहाँ। हेर्नु त ल, तपाईँहरूलाई मेरो चिकन रेसिपी कस्तो लाग्छ साथीहरू? मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई।